आई डोन्ट नो भिडियो के कति मान्छेको बिचमा पुग्छ, तर हामीले अब यो प्रश्न उठाउनै पर्ने रहेको छ। यो चाहिँ मेरो मनको जिज्ञासा रहेको छ। सो राजा ल्याउने भन्दै भेडाहरू जस्तो जनताहरू चाहिँ केटिएममा भित्रेका छन् र तोडफोड गरिरहेका छन्। आफ्नो खुन पसिना एक गरेको छन्। लोकतन्त्र हटाउन र राजतन्त्र ल्याउने भन्दै स्लोगन बोकेर चाहिँ आफ्नो ज्यान गुमाउन नि पछि पर्दिन भन्ने सोच र तागतले चाहिँ अघि बढेका छन्। तर पुलिसकर्मी जसलाई बचाउन डिफेन्स वेपन बोकेर चाहिँ उभिएका छन्, ती नेताहरू भित्र बसेर एसीमा बसेर तमासा हेरिरहेको छन्। र जो राजाको लागि चाहिँ हाम्रो नेपालीहरू अगाडि बढिरहेको छन्, राजतन्त्र ल्याउनुपर्छ, राजाले भनिसकेपछि सक्यो, वानवी राजाले भनिसकेपछि सक्यो भनेर जुन नेपालीहरू चाहिँ गइरहेको छन् राजाको बिहाफमा लड्नको लागि होइन, तर त्यो राजा चाहिँ खोइ त लडाइँमा आएको, खोइ त ल्यान्ड होम ग्राउन्डमा आएको, खोइ त ग्राउन्डमा आएको, खोइ क्या। यदि जनताकै बारेमा सोच्ने थियो भने त्यो राजा भुइँमा आएर लड्थ्यो। यदि त्यो नेताहरूले जनताकै बारेमा सोच्ने भए त्यो नेताहरू भुइँमा आएर लड्थे, भाषण हान्थे होला, तर त्यो केही देख्न सकिएको छैन। अब प्रश्न चाहिँ के आउँछ भने हामी जस्तो यङ ब्लडलाई युज गरेर यी राजा, वानबी राजा या फिर या ट्याग पाएको राजा, आई डोन्ट नो व्हाटएभर, यिनीहरूले चाहिँ हामीलाई युज गरेर कहिलेसम्म चाहिँ आफ्नो मन मर्जी चलाउने हो, त्यो चाहिँ हामीले कुरा बुझ्नै पर्छ होइन। अनि अब देशलाई राम्रो बनाउँछु भन्दै यताउति ह्यान त्यान भन्दै यताउति लफडा गर्दा गर्दै आफ्नै दाजुभाइमाथि, त्यो पुलिस पनि आफ्नै दाजुभाइ हो, आफ्नै नेपाली हो भन्ने त्यो नबिर्स्यौँ। अनि तिनीहरूलाई ढुङ्गामुढा गर्नुभन्दा अगाडि सोचौँ, त्यो पनि आफ्नै हुन्, आफ्नै लागि हाम्रै लागि खटिएका हुन् भनेर त्यो पनि नबिर्स्यौँ। अनि जर्नलिस्टहरूलाई मारेर केही फाइदा छैन, आफ्नो तिनीहरूलाई काम गर्न दिउँ राम्ररी। अनि आफ्नै सम्पत्तिले बनाएको, हाम्रो नेपालीकै करले बनाएको जुन त्यो पब्लिक प्रोपर्टिजहरू छ त्यो हामीलाई नै युज गर्नुको लागि हो, त्योहरू नभत्काउँ होइन। अनि भेडा जस्तो नकुदौँ क्या, कसैले भन्दैमा कसैले उचाल्दैमा नकुदौँ। राजाले म आउँदैछु भन्ने बित्तिकै त्यसको पछाडि लाग्ने होइन, त्यसको भिजन सोच्नुपर्छ, त्यसले के गरिरहेछ त। के भन्छ हाम्रो लोकतन्त्र हटाएर राजतन्त्र ल्यायौँ हामीले, तर राजतन्त्र ल्याइसकेपछि पनि के हुने हो त, त्यो राजाको भिजन हुनु पर्यो नि। म आउँदैछु ल आऊ भन्ने बित्तिकै भेडा जस्तो भएर जाने हो कि काउन्टर दिन सक्ने हुनु पर्यो कि 2-4 उचाल्दैमा 10-12 हजार दिन्छु भन्दैमा हिँडेर जानुपर्ने हो कि बाइक दिने भन्दैमा हिँडेर जानुपर्ने हो कि, त्यो कुरा चाहिँ सोच्नु पर्ने छ होइन। अब आइसक्यो क्या मौका, यही हो। अब आफूले आफ्नो लागि नगरे अरूलाई चाहिँ पावरमा ल्याउनलाई आफ्नो ज्यान चाहिँ नगुमाऊ भन्न चाहन्छु म चाहिँ। भिजन मेरो सेल्फिस भिजन हुनसक्छ होइन, मेरो सेल्फिस पर्सपेक्टिभ हुनसक्छ, मेरो भिजन सेल्फिस हुनसक्छ, तर तिमीहरूले के सोच्नुपर्छ भने त्यो आन्दोलनमा जाँदा तिमीहरू मऱ्यो भने रुने घरमा बाउआमा हुन्छन्, दिदी बहिनी बुढी हुन्छन्, छोराछोरी हुन्छन्, त्यो सोच्नुपर्ने हुन्छ। तिमीहरू 1000 जना मर, त्यो राजालाई नेतालाई केही मतलबै हुँदैन, किनभने उनीहरू त सत्तामा आइसकेपछि तिमीहरूलाई एकखेप पनि उनीहरूले सोच्ने पनि छैन। नाम एकको नाम भन्छस् भने म आउँछु लड्नलाई भनेर तिमीहरू अघि बढ न, नाम थाहा हुँदैन तिमीहरू एकजनाको ठाउँमा, तिमीहरू तिनीहरूको लागि आफू मर्नलाई तयार छौ, मार्नलाई तयार छौ भने त तिमीहरू भेडै हो। त्यत्तिकै नेपाललाई लो आइक्यूवाला देश भनिँदैन। मलाई थाहा छ यो कोठामा बसेर भाषण दिए जस्तो त हुनेवाला छैन, मलाई थाहा छैन के कतिजना मान्छेले यो सुन्छन्, रिलेट गर्छन्, तर नगरौँ क्या, अरूलाई पावरमा ल्याउन आफ्नो ज्यानलाई नगुमाऊ। त्यही हो मेरो त्यही हो भने। अब सोच्नु, तिमीहरूले सोच्नुपर्ने हो के कस्तो हो। मेरो यो पिओभी राइट रङ छ मलाई केही फरक पर्दैन होइन, जुन यो मेरो पिओभी हो मैले तिमीहरू सामु राखेँ। अब तिमीहरूले नै भन्ने हो, गर्ने तिमीहरूले हो, तिमीहरू छ होम ग्राउन्डमा, तिमीहरूलाई थाहा छ क्या, तिमीहरू पनि भेडै चालमा गएको हो, मलाई थाहा छ। त्यो पनि 10-12 हजारको लालचमा भविष्य बनिन्छ भनेर लालचमा गएको हो तिमीहरू, मलाई थाहा छ। तर आज तिमीहरू मऱ्यो भने तिमीहरूको भविष्य के हुने हो तिमीहरूलाई केही हातमा छ। द्वन्द्वले केही नै नाप्ने कुरा छैन यहाँ। द्वन्द्व गर 10-12 जना मार, 10 जना आफू माले गोली खाऊ, हुनेवाला केही छैन। नेताले सोध्नेवाला केही छैनन्, राजाले सोच्नेवाला केही छैनन्। यु आर जस्ट वेस्टिङ योर टाइम गाइज, गो मर। पढे लेखेका नेता, पढे लेखेका राजा भएको भए द्वन्द्व तिनीहरूले चुज गर्ने नै थिएनन् क्या।